हामी चाहिँ एकदमै के भन्ने गन्तव्यविहीन यात्रा गरिरहेको छौँ। कहाँ पुग्छ थाहै छैन। यो चाहिँ गेट हो, यहाँबाट हामी इन्ट्री गर्छौँ। हामी चाहिँ गार्डन अफ ड्रिम्स इन्ट्री हुँदैछौँ। अब यहाँको भ्यू तपाईँहरूलाई म देखाउनेछु मेरो साधारण मोबाइलबाट। तिमी जान यही हो साथी हो गार्डन अफ ड्रिम्स। मजाले देखेको जस्तो ठुलो एरिया चाहिँ छैन, तर जोडीहरूको लागि बस्नको लागि चाहिँ यहाँ एकदमै राम्रो छ होइन। तपाईँहरूसँग पनि जोडी छ भने लिएर आउनु। यस्तो देखाउँछ कि हेर न, यो लाइभ फोटो हो कि यो लाइभ फोटो हो। तपाईँलाई फोटो खिच्न मन लाग्छ भने, टिकटक भिडियो बनाउनको लागि सौखिन हुनुहुन्छ भने, अनि साथीहरूसँग बसेर घन्टामा गफ गर्न मन लाग्छ भने, मैले भनेको ती कुराहरूको लागि चाहिँ गार्डन अफ ड्रिम्स चाहिँ एकदम राम्रो हो होइन। अनि यहाँ घुमेको टिकट प्राइस चाहिँ 150 हो। हामी चाहिँ एकछिन फोटो खिच्न लाग्छौँ। यति बेला चाहिँ म नेपाली कतारलाई दिएको हात्तीसँग फोटो खिच्दैछु। बिचरा आफ्नो देश छोडेर जानुपर्छ भनेर चिन्ताले होला, चलमलाकै छैन, एकदम निराश देखिन्छ। म चाहिँ के भन्छु भने यसलाई, तिमी निराश नहौ। त्यो त हाम्रो देशको युवाहरू थुप्रै छ, तिमीलाई भेट्न आउँछ, माया गर्न आउँछ होइन। राम्रोसँग जाऊ, चाँडै लान्छ होला तिमीलाई। चाहिँ माछा चाहिँ छैन, माछा मार्न मन लाग्यो। 10-15 फोटो 2-4 भिडियोहरू बनाइसकेपछि चाहिँ अब हामी फर्किने तर्फमा छौँ। साथी र म घुम्न आएको हो। अब यहाँबाट कहाँ जाने हामीलाई थाहा छैन। हामी चाहिँ गन्तव्यविहीन यात्रा गरिरहेको छौँ। हस् त अब हामी कहाँ जाँदो रहेछ पछ्याउनु है त हामीलाई। हामी अब कता जाने भनेर सल्लाह हुँदैछ। एकछिनमा डिसिजन आउँछ होला। Sudah milakan masih jamai. Hah? Sudah milakan kan? Sudah masih jamai dompet. पुरा नीलकण्ठ Oh, dapat juga ho. Berapa orang itu? के त यो भ्यू टावर जानु त Aku. यो त यो पुलपुल हो। Hah? कहाँ जान Kamu dong. Kamu ada? यो त मुटु छ नि यो त Kota udah ada. यतैबाट हो। Kun bazar देखिन जाने. यो माछा परी हुन जान्छ। ल हाम्रो फाइनल डिसिजन आइसक्यो। हामी चाहिँ भ्यू टावर जाने भयो।